फेरि एक वर्षपछि धकलियो खम्मागाडे बड्डीचौर सडक आयोजना। सरकारी प्रक्रिया र ठेकेदार कम्पनीको लापरवाहीका कारण राजमार्गको एक महत्त्वपूर्ण सडक खण्डको निर्माण कार्य फेरि एक वर्षपछि धकलिएको छ। 2079 साउनमा अनक जयदेवी जेबी बाँकेले 42 करोड 47,61,000 रुपियाँ लागतमा सडक निर्माणको जिम्मा लिएको थियो। सम्झौता अनुसार 2081 असारसम्म काम सक्नुपर्ने भए पनि जग्गा प्राप्ति र रोककटान जस्ता सरकारी प्रक्रियाले 2082 साउनमा मात्रै पूरा भए। निर्माण कम्पनी मध्ये जयदेवी जेबी काङ्ग्रेसका पूर्व सांसद दिगपाल साईसँग सम्बन्धित कम्पनी हो। सुरुको केही महिना काम तीव्र गतिमा भए पनि फागुनपछि काम फेरि सुस्तायो। अहिले फिल्डमा ठूलो समस्या नभए पनि ठेकेदार कम्पनीले पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा काम अलपत्र परेको छ। पूर्वाधार विकास निर्देशनालयले आयोजनाको म्याद थप गर्दै 2083 असारसम्म पुर्याएको छ। हालसम्म आयोजनाको 40% भौतिक र 32% वित्तीय प्रगति भएको मात्रै निर्देशनालयले जनाएको छ। निर्देशक सूर्यबहादुर साईका अनुसार अहिले फिल्डमा कुनै पनि अवरोध छैन, तर निर्माण व्यवसायीले काममा चासो नदेखाउँदा समयमै आयोजना सम्पन्न हुने सम्भावना कमजोर बनेको छ। उता निर्माण कम्पनीका प्रतिनिधि शङ्कर राउतले जनशक्ति अभाव र नदीजन्य सामग्रीको समस्याका कारण काम प्रभावित भइरहेको बताएका छन्। उनका अनुसार हालसम्म 6 किलोमिटर ग्राभेलको काम सकिएको छ भने अझै पुल निर्माण, नाला र कटिङको काम बाँकी छन्।